ब्रोकोली हेर्नुस् है। यो ब्रोकोली त एकदम युजलेस भइरहेछ है, नखाएर हेर्नुस् है। अब टिप्नु पनि पाएको छैन, खाँदैन पनि। हेर्नुस् यति साह्रो दुःख गरेर रोपेको ब्रोकोली चाहिँ यस्तो भइरहेको छ। यो सब अब कोही त खानु हुन्छ, तर प्राय चाहिँ फुलाङ पनि भयो है। यो यस्तो खानु हुँदैन है। ए यहाँ ब्रोकोली को बजार छ। योहरू त खानु हुन्छ नि। अनि यतिको कसले पनि खाँदैन हो, यतिकै छोडिदिएको छु है। यतिको छोडिदिएको छु। यहाँतिर हेर्नुहोस् है, सब यो परसम्म चाहिँ सबै अब यसलाई यादै गर्दैन। अब यो फेरि तपाईँको के भन्छ, घरमा छैन भने त चिज हुन्छ। यो घरमा छैन भने एकदम चिज हुन्छ है। तर घरमा छ भनेदेखि चाहिँ वास्तै हुँदैन। अनि यसो बारीमा आएर सानो भिडियो बनाउनु मन लाग्यो है। अन्त त्यस्तै भिडियो अब अपलोड गर्न लागिरहेको छु है। जे जस्तो छ है त्यही। तर घरमा छ भने चाहिँ अब भेल्यु नहुँदो रहेछ। टमाटरहरू पनि त्यही हो। यहाँ माथि बारीतिर अलिक लडिरहेको छ है। टमाटरहरू पनि भेल्यु छैन। अब घरमा छैन भने चाहिँ एकदम भेल्यु हुन्छ क्या, त्यस्तो हुन्छ क्या। अन्त यो डल्लै हो परसम्म। यहाँ मुनि पनि छ, यो ब्रोकोली हो। यहाँदेखि लिएर अब सब मैले छेउबाट चाहिँ देखाएको छुइनँ है, खिचेको छुइनँ। वास्तवमा हो भने त अब सब्जी त निकै थियो, तर गयो। युजलेस, खाँदैन। यस्तो छ गाउँ बस्तीको लाइफ चाहिँ यस्तो छ हो। अब कतिवटा कुरोको भेल्यु हुँदैन। सब खाने चिजहरू हेर्नुहोस् है। अब यस्तो छ नि त है। यीहरू त खानु हुन्छ सबै। अन्त त्यही हो, यसो भिडियो गर्नु मन लाग्यो है। त्यसले गर्दाखेरि तपाईँहरू खान्छ भने चाहिँ म अब हुनेले त खाँदैन है। तर नहुने छ भने चाहिँ यसो यतिको खानु हुन्छ भने चाहिँ म उनीहरूलाई ल्याइदिनु पर्यो। त्यस्तै छ। अन्त यसो भिडियो गर्नु मन लाग्यो है। त्यसले गर्दाखेरि चाहिँ म भिडियो गर्नु मन लागेर चाहिँ यसो गरेको है। जे जसो छ मेरो घरमा भएको कुरोहरूलाई है। यहाँ चाहिँ फेरि यिनीहरू चाहिँ मेरो मसिनो योहरू चाहिँ यहाँ चाहिँ हेर्नुहोस् है। यिनीहरू एकदम चरणमा छ है। मेरो कुखुराहरू चाहिँ रात परिसक्यो, अब खेद्दै जानुपर्छ है। चरणको र यही यहाँ मैले बनाना गार्डन पनि छ मेरो सानो, अलिक रोग लाग्दैछ है। अब यता छ माथि। अब यिनीहरूलाई अहिले त एकदम यिनीहरू आजाद छ है। त्यसले गर्दै खेद्दै पनि जाँदैछु यिनीहरूलाई। अब बास बस्ने बेला हो। यसलाई चाहिँ भेडा बाख्रा यस्तो चरणबाट यो भन्नुपर्दा तेजपत्ताको बोट हो। एकदम यो तेजपत्ताको बोट पनि लगाएको छु है। एभोकाडोहरू त यसरी फुलेको छ है। यहाँनिर यसरी फुलेको छ एभोकाडोहरू चाहिँ है। छोटो भिडियो है, आज पनि गरेको छु है। अनि के कस्तो लाग्छ तपाईँले यसो त्यसको प्रतिक्रियाहरू गरिदिनु होला।